हेलो एभ्रिवान, तपाईहरुलाई मेरो छोटो भिडियोमा स्वागत छ। यो चाहिँ 5 थरको रवि बजार। म चाहिँ रवि बजार गएको छु अनि यो चाहिँ रवि बजारको दृश्य हेर्नुहोस् है। रवि बजार चाहिँ यस्तो छ। म चाहिँ एकदम धेरै समय पछाडी गएको, लगभग 1 वर्षै हुन आँट्यो अनि त्यसपछि काम विशेषले नै गएको थिएँ अनि भिडियो पनि बनाउन मन लाग्यो, त्यही भएर भिडियो पनि बनाएँ। अब सबै रवि बजार चाहिँ मैले निकालेको छुइनँ हैन, म पनि गाडीमा थिएँ, गाडीबाटै खिचेको भिडियो हो। अनि त्यसपछि एकदम खुसी छु। पहिला आफू बसेको ठाउँमा धेरै समय पछाडी पुग्दाखेरि एकदम धेरै खुसी लाग्यो। अनि त्यसपछि कसैलाई नभनी सरप्राइजमा गएको नि त म, अनि सरप्राइजमा जाँदैछु अनि अब ट्याक्सी स्ट्यान्ड पुगिसक्यो। ट्याक्सी स्ट्यान्ड पुगेर चाहिँ म गाडीबाट निस्केँ अनि म चाहिँ गाडीदेखि झरेर दिदीलाई भेट्न गएको। सबैभन्दा सुरुमा नचिनेर मलाई निहुरेर पनि हेर्दै हुनुहुन्छ क्या, निहुरेर फेरि आफ्नै काम गर्दै हुनुहुन्छ। जब मैले बोलाएपछि नचिनेर हेरेर अनि फेरि निहुरिनु भएको। यहाँ चाहिँ कुन चाहिँ भाइरल बनाउन, मलाई यहाँ भ्लग बनाउन ठोकिदिन्छ साले। ओहो आइ पनि छैन। गए पछाडि म चाहिँ मनिषा दिदीलाई भेट्न गएको। भिडियो बनाउँदै मनिषा दिदीले चाहिँ चिन्नु भयो, एकछिन भेट्यो अरे। अनि त्यसपछि म चाहिँ काम पनि सक्यो मेरो अनि म चाहिँ फर्किँदैछु। अनि फर्किँदाखेरि यो चाहिँ रविमा भएको दुर्गा मावि हो। अनि दुर्गा माविमा चाहिँ अहिले के भन्छ राष्ट्रपति रनिङ कप के भइरहेछ नि त, अनि त्यहाँ भइरहेको रहेछ। अनि भिडियो बनाउनु मन लाग्यो अनि भिडियो बनाएँ। अनि त्यो बनाउँदै म चाहिँ फर्केँ। थ्याङ्क यू।